जिउँदालाई मारेर मुर्दालाई पार्छ। विराटनगर महानगरपालिकाको टोलीले बिहान 10 बजे करिब भट्टाचोक पूर्व परोपकार घाट जाने बाटोमा सरकारी जमिनमा घट टहरा बनाएर बसिरहेका सुकुम्बासीहरूको घट टहरा भत्काउन पटक पटक निर्देशन दिए तापनि घट टहरा बनाएको सुकुम्बासीहरूलाई घट टहरा भत्काए बापत केही नदिने शर्तमा विवाद उत्पन्न भएको थियो। नियम कानुन हामीलाई थाहा छ, तपाईलाई के थाहा छ? खिच्दैछु त मेरो कामै थियो। उक्त विवाद उत्पन्न हुँदा सञ्चारकर्मी हुसेन शेखले प्रश्न गर्दा जिल्ला प्रहरी कार्यालयबाट खटाएको प्रहरी जवान मीरा कटवालले पत्रकार तथा सञ्चारकर्मी हुसेन शेखलाई तथा नाम गाली गलौज गर्दा उत्पन्न भएको विवादले शेखको मोबाइल खुसी मोबाइल फुटाई हिरासतमा लिई घट टहरा भत्काइयो। मलाई मेरो इति थाहा होइन, यो अति भएको जनप्रतिनिधिको अगाडि अति भएको जनप्रतिनिधिको अगाडि अति भएको होइन, जनप्रतिनिधिको अगाडि अति भएको होइन, यो जनप्रतिनिधिको अगाडि अति भएको होइन, यो तपाईँको अगाडि अति भएको होइन। तपाईँलाई के लाग्छ यो अति भएको हो कि होइन? तपाईँ अति भएको हो कि भन्नुहोस् न। तपाईँ यो अति भएको होइन, तपाईँले भन्नुपर्छ। यो अति भएको होइन। होइन यो अति
तपाईँको अगाडि भएको यो के तपाईँलाई कस्तो लागिरहेको छ? यो तपाईँ जवाफदेही दिनुपर्छ। यो तपाईँको अगाडि पुलिस प्रशासनको अगाडि यो दमन भएको छ। यो तपाईँले जवाफदेही दिनुपर्छ दाइ यसको। यो जवाफदेही तपाईँले दिनुपर्छ। यो जवाफदेही तपाईँले दिनुपर्छ। जबकि घटहरा भत्किएको उत्तरपट्टि 100 घर रहे तापनि महानगरपालिकाको आँखा अहिलेसम्म पनि पुगेको छैन। यसले के दर्शाउँछ भने कतै भूमाफियाको मेयरसँग साँठगाँठ त छैन। यो सब चिजले जनाउँछ जनता कतिको सुरक्षित छन् जब देशको चौथो अङ्ग नै सुरक्षित रहेन। जबकि यो घटहरा भत्काएको उत्तरपट्टि सरकारी जमिनमै 100 घर रहे तापनि महानगरपालिकाको आँखा अहिलेसम्म पनि पुगेको छैन। यसले के दर्शाउँछ भने कतै भूमाफियाको मेयरसँग साँठगाँठ त छैन।